हाम्रो भ्लगमा चाहिँ आरबी भ्लगमा र आजको दिन चाहिँ यस्तो घाम लागिरहेछ हो 35 डिग्रीको भन्दा नि बेसी घाम लागिरहेछ र मेरो चाहिँ रुमहरु यस्तै छ यो चाहिँ हामीहरुको केम हो यो चाहिँ मैले आफै बनाएको मेहनत गरेर र यो यस्तो देखिन्छ किनकि यो चाहिँ हामीहरुको अलकत्राको टिनले बनाएको मुजी नाङ्गे भएको चाहिँ किनभने यस्तो गर्मी छ कपडा लायो भने एकैछिनमा भिज्छ त्यही भएर एकदमै कपडा खोलेर शीतलमा हावा खाँदै बसिरहेछु र हामीहरुको चाहिँ यहाँ धेरै छ घरहरु यो चाहिँ हामीहरुको केटाहरु बस्ने हो ग्याङ र यताको चाहिँ हामीहरुको यो भराको चाहिँ हामीहरुको काकाको यो चाहिँ सानो हामीहरुको मैले कुखुरा फार्म गरेको छु नाम त के भन्नु 5 वटा जस्तो कोइलर ल्याएर पालेको छु तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ भित्र कोइलरहरु 5 वटा छन् एउटा दुईटा तीनवटा 4 कान्छी ओइ ए एउटा तल झरिरहेको छ भगवान चाहिँ होला एकदमै म चाहिँ एकदमै आँखे पनि हो कोइलर चाहिँ कहाँको आएछ भनेर र यिनीहरू हो भने कोइलरलाई समस्या एकदमै इजी हुन्छ बहुतै बिमार भएको छ यो चाहिँ किनकि पानी हालेपछि पानी दिएर नबुझेर र यसलाई चाहिँ कहाँ निस्किन्छ त्यस्तो एउटा पस यसलाई छोडेर हाल्दा नि घुस्दैन अब कहाँबाट निस्केछ अलिकति पानी पनि दिनेछु म यिनीहरूलाई चाहिँ बेसी खाना हुँदैन पानी पनि किनकि पुरा मारिरहेको यिनीहरूलाई त्यही पानी पनि बेसी दिनु हुँदैन हामीहरूको चाहिँ यस्तै देखिन्छ गाउँठाउँहरू यो जग्गा चाहिँ कुन जग्गा भन्नुहुन्छ भने यो चाहिँ एकदमै हामीहरूको चाहिँ यो बर्मा बोर्डरतिर पर्छ बर्मा बोर्डर चाहिँ एकदमै टाढा पर्छ हामीहरूको चाहिँ यो मणिपुरदेखि चाहिँ निकै भित्र अप्ठ्यारो बाटो घुसेर हामीहरू चाहिँ यो बोर्डर खोल्ने बाटो बिआरटिएफको काममा छौँ किनकि बोर्डर खोल्दैछौँ अहिले चाहिँ हामीहरूले किनकि बाटोहरू नयाँ नयाँ कटिङ गर्नुपर्ने हुन्छ र खोलेर हामीहरू चाहिँ यहाँनिर यसरी गेम बनाएर बसेका छौँ सो अरू दिनको नयाँ नयाँ भिडियो पनि हाल्दै जाउँला गाइस मलाई नि लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस् सपोर्ट गर्नुहोस् तपाईहरुको सपोर्टको लागि म अघि बढ्छु सो बोल्न नजानेका कुराहरुमा सिकाउनुहोस् किनकि भर्खरै च्यानल खोल्दैछु र बोल्ने कसरी भन्ने मलाई आएकै छैन र तपाईहरुले सिकाउनुहुन्छ भने आशा र भरोसा छ।